भित्र गएर हेर। सर यहाँ छ चुप चुप। Hands up! Arrest him! Hey! त्यो चिज हामीले जसरी भए पनि सम्झी ठाउँमा पुर्याउनु पर्छ। त्यो अमूल्य चिज पनि हो हाम्रो लागि। त्यो आज हामीले जसरी भए पनि पुर्याउनु पर्छ त्यो। ओके बस, लो जम्केटा। राणा सर, तपाईँको भाइ खोइ, बोलाउनुहोस्। ओ राम सर, आउनुहोस् न, बसौँ। किन चाहियो मेरो भाइ? हजुरलाई बसेरै कुरा गरौँ न। तपाईँको भाइले मेरो बहुमूल्य चिज लगेको छ, त्यसलाई बोलाउनुहोस्। सर, तपाईँको के त्यस्तो बहुमूल्य चिज हरायो? खुलारी स्पष्ट रूपमा भन्नुहोस् न। हाम्रो गौरी शङ्कर मन्दिरमा पुर्याउनु पर्ने मूर्ति तपाईँको भाइले हामीबाट बाटैबाट खोसेर लगेको छ। के को मूर्तिको कुरा गर्नु छ रामज्यू? सालाले त दुईटा टोपी लिएर आएको थियो। तपाईँको भाइलाई नबोलाउनु भए नबोलाऊ। हाम्रो सामान कसरी लिनुपर्छ मैले जानेको छु। हेर्न केटा, नेताज्यू अलि बढी भयो जस्तो ठोक्यौ। एकछिन केटा, जोसले होइन होसले काम गर्नु। यिनीहरूलाई कसरी दलाउनु पर्छ मलाई मात्र। ए कान्छा राज, बाहिर निस्कि। यता साला, तैँले निम्त्याएको समस्याको कसरी समाधान गर्नुपर्छ तैँले आफै गर। सारा गाउँले मेरो टाउका खाइसक्यो। दाइ, त्यो समस्याको समाधान कसरी गर्नुपर्छ त्यो मलाई मात्र थाहा छ। सब ठिक हुन्छ दाइ। भाइ, मन्त्रीज्यूको इज्जतको पनि त ख्याल गर्नु पर्यो नि, होइन र? भनेर भएन नि भाइ, छिटो गर्न पर्यो नि। रामजी, तपाईँ कहाँ हुनुहुन्छ? हजुर, म गाउँतिर छु। के छ, हामी एउटै गाउँमा भएर मिलेर सहमतिमा समस्याको समाधान गरौँ। जबसम्म तपाईँहरू सुध्रिनुहुन्न तबसम्म म सहमतिमा आउँदैन। तपाईँहरूले जे इच्छा छ त्यही गर्नुहोस्। राणाज्यू मुर्दाबाद, राणाज्यू मुर्दाबाद, राणाज्यू मुर्दाबाद, राणाज्यू मुर्दाबाद। ए केटा, यिनीहरूलाई भित्र लगेर व्यवस्था गर। सालाहरू, मन्त्रीज्यूको आदेश नमान्ने। हेलो इन्स्पेक्टर जङ्गे साहब। जय नेपाल मन्त्री साहब।
यहाँ एकजनालाई ठिक पार्नु पऱ्यो, तपाईँ तुरुन्तै यहाँ आइहाल्नुहोस्। हजुर हजुर के छ, म आफै आम कि केटाहरू पठाइदिउँ? इन्सपेक्टर जङ्गे साहब, तपाईँ आफै यहीँ आउनुहोस्। हजुर हस् 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 मन्त्री साहब, म आएँ केटाहरू लिएर। आऊ केटा। आराम हुनुहुन्छ? जङ्गे साहब, त्यो रामे त यहाँ कतै भेटिन्न त। साले राम कता मरेछ, कतै भेटिन त। इन्सपेक्टर साहब, उसले कतै लुकेको छ कि? चलो इन्सपेक्टर साहब, तँ कतै राम त होइन? ए हो चल 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 छप। राणाको दाजुभाइले अति नै अत्याचार गर्न लाग्यो। ए हुन्छ दादा हजुर, यिनीहरूको कालाबजारीलाई हामीले अन्त्य गर्नुपर्छ। अति नै अन्याय भइरहेछ। यिनीहरू समाजमा राम्रा देखिए पनि यिनीहरू समाजका भाइरसहरू हुन्। यिनीहरूलाई सफा गर्नुपर्छ। ए ल ल, त्यसको अन्याय र अत्याचारको विरुद्धमा हामी लड्नुपर्छ। त्यसले मर्नुपर्छ। अब त्यसको व्यवस्था म गर्छु। म आउँदैछु। नराख अहिले।